राम्रो खेलाडीहरूलाई छानेर एउटा नेसनल टिमको सिङ्गो टिमको चाहिँ देशको लागि चाहिँ प्रतिनिधित्व गरेर खेलाउनको लागि त कम्पिटिसन जति धेरै हुन्छ नि, जति धेरैमा कम्पिटिसन हुन्छ नि त्यति नै खेलाडी उत्पादन हुने हो नि त। त्यसले गर्दाखेरि अहिले त जम्मा अब 8वटा टिम छ, 6वटा त त्यसै क्वालिफाई हुन्छ, आउट हुने 2टा टिम हो होइन। त्यसपछि भलै अब जित्नै पर्छ भन्ने हिजोको जितलाई चाहिँ सुनिश्चित राख्नुपर्छ भनेर केही टिमहरूले दावेदार गर्ला, नत्र केही टिम भने लिगमा छिराउँ न, लिगमा यसो 2-3 जना विदेशी ल्याउँ अनि त्यतिखेर ठकाउँला भन्ने नि त सोचाइ हो। त्यो सोचाइ बनाएर आउँछ क्या टिमले। त्यो भइसकेपछि त नेपालको खेलाडीले त कहिले चान्स पाउने र अनि कहिले माथि चाहिँ अब त्यसले चाहिँ प्रगति गर्ने त। यहाँनिर चाहिँ अलि मैले चाहिँ त्यहाँनिर चाहिँ एउटा खेलाडीहरूलाई फ्यासिलिटी, टिमलाई फ्यासिलिटीको विषयमा चाहिँ म चाहिँ अलिक कमजोरी देख्छु। अब यसमा हुनुपर्छ जस्तो लाग्छ। यसमा मैले अस्ति पनि कुराकानी जोडेको थिएँ विकास कि ल इक्जाम्पलको लागि बागमती प्रदेश मानिलिउँ, हामी धादिङमै गएर देखिसकेँ मैले यति राम्रा खेलाडीहरू। अब मलाई एकदम रिग्रेट, मलाई पछुतो लागिरहेको छ उनीहरू घरमा बसेर हेरिरहेका छन् यो खेल, यो प्रतियोगिता एनबिए सञ्चालन भइरहँदाखेरि। निलम श्रेष्ठ जस्ता ट्यालेन्ट कसैले देख्न पाएको छ नेपालको भलिबलमा एनबिएले? तपाईँलाई थाहै छ त्यो समग्रमा मिङमा कस्ता राम्रा स्पाइकरहरू छन्, काजलदेखि लिएर बागमतीको टिम कस्तो बन्थ्यो होला सोध्छु म त। हो यसको लागि त सहभागिता जनाउनको लागि एनबिए जस्ता प्लेटफर्महरूमा के नेपालको राष्ट्रिय खेल भलिबल यो राज्यको दायित्व होइन, प्रादेशिक खेलकुद परिषदहरूको दायित्वमा पर्दैन यो? एकदम त्यो त पर्छ। सबभन्दा मेन कुरो त खेलकुद परिषद, प्रदेश खेलकुद परिषदकै दायित्व हो। त्यसपछि सङ्घ छ, प्रदेश भलिबल सङ्घ छ, त्यो सँगसँगै त्यसपछि जिल्ला भलिबल सङ्घ छ होइन। यस्तो भयो कि अहिले त सङ्घका साथीहरू पनि कस्तो भयो भने परिचय दिनलाई सङ्घमा बसे जस्तो मात्रै भयो क्या। नमस्कार, म फलानु भलिबल सङ्घको चाहिँ फलानु अध्यक्ष उपाध्यक्ष यस्तो, त्यो भन्नलाई मात्रै सङ्घमा बसे जस्तो भयो क्या। म सङ्घमा बसिसकेपछि मेरो जिम्मेवारी के हो र मैले के गर्नुपर्छ भन्ने त्यतातिर चाहिँ ध्यान भएन क्या। त्यसले गर्दाखेरि पनि बिचरा त्यो मैले भने नि बागमती प्रदेशको टिम आउनु पनि पर्थेन क्या। यो बागमती प्रदेशको त जिल्लाको टिम आउँदाखेरि पनि यहाँ त धमाकै पिट्ने रहेछ त। हामीले धादिङ जिल्लाको टिम हेर्नुहोस्, बाल्मिकादेखि लिएर भावनादेखि लिएर सारा उतैको रहेछन्। मलाई त पछि थाहा भयो त्यो कुरा पनि। र अरू पनि ट्यालेन्टहरू कस्तो राम्रो छन् अब त्यहाँ। रामेछाप हेर्नुहोस्, रामेछाप, सिन्धुली ओह सिन्धुली अनि हैन मलाई पछुतो लागिरहेको छ अहिले। सिन्धुपाल्चोक ओहो हैन एउटा जिल्लाको टिम। अनि नुवाकोट यस्तो कम्पिटिसन म्याच कि अब उनीहरूको म्याच यो फाइनल खेल त्यो भन्छ नि 30 बराबर 32 बराबर 34 बराबर त्यस्तो कम्पिटिसन के। मैले भन्नु खोजेको चाहिँ के हो भने जस्तै त्यो खेलाडीहरूलाई अलिकता फ्यासिलिटी दिएर सङ्घले पनि जिल्ला सङ्घहरूले अर्थात् केही जिम्मेवारी चाहिँ वहन गरेर होइन टिमलाई यहाँसम्म ल्याउने वातावरण गरे भयो आज ती बच्चाहरू त के थाहा हजारौँ दर्शकको चाहिँ नजरमा पर्न सक्थ्यो। अति नै म त भन्दैछु निलम श्रेष्ठलाई 2-4 वर्षभित्रमा मान्छेहरूले देख्लान्, राम्रै ठाउँमा देख्लान् होइन, त्यतिखेर थाहा पाउलान् पनि कि कस्ता ट्यालेन्टहरूलाई हामीले मिस गरिरहेको रहेछौँ भनेर। धेरै छन्। निलमलाई त मैले उसको कोचसँग नि उसँग नि मैले डाइरेक्ट कुरा गरिसकेँ त्यहीँ हामीले देखिसकेपछि फर्स्ट टाइम देखेको उसलाई ट्रेनिङ के हो थाहा छैन, तर उसको हनाइ उसको खेल्ने त्यो एग्रेसन त्यो मेन्टालिटी फुटबलको साम्बाको तपाईँको झलक आउँछ कि त्यो प्रकार। अनि मैले उसलाई के भनेको छु नि तँलाई 12सम्म 11मा पढ्दो रहेछ 12सम्म पढ्न फ्री लाऊ क्लबमा राख्ने जिम्मा मेरो हो, तिमीलाई कहाँ बस्ने ट्रेनिङ कसैले गराएन भने म गराउँछु मैले भनेर कोचलाई चाहिँ मैले भनिसकेको छु होइन। अब हेरौँ हाम्रो अध्यक्ष पनि हुनुहुन्छ योगेशसँग कुरा गरिसकेको छु 3 जना बहिनीहरूलाई चाहिँ। अब उनीहरूले किनभने हाम्रो कामै त्यही हो। विकास गुरुङ आज किन यसरी विकास गुरुङ भएको छ भन्दाखेरि मलाई बरु म 1-2 छाक अलि मिठो आने ठाउँमा 1 छाक मिठो खान्छु, 1 छाक पैसा बच्यो भने चाहिँ खेलाडीलाई उत्पादन गर्नुपर्छ है, त्यो खेलाडीलाई चाहिँ ठाउँमा पुर्याउनु पर्छ, त्यो मेरो धर्म हो। अनि त्यही भएर मैले कुरा काटिहालेँ। त्यो कुरा कारणले मैले फेरि यो